धेरै पछि घैटामा घाम लाग्यो बिरामी हुँदा कसैले भेटेनन् मरेपछि लाम लाग्यो धेरै पछि घैटामा घाम लाग्यो बिरामी हुँदा कसैले भेटेनन् मरेपछि लाम लाग्यो बोल्न सकुन्जेल कसैले सोधेन इमानका चाहनाहरू वचन बसेपछि सोधेर के काम लाग्यो बाको आँखा सधैँ ओभानो देख्थे लाग्थ्यो कति निर्दयी होलान् बाको मन कस्तो कठोर होला होइन रहेछ बाको आँसु त आमाको आँखाबाट झर्दो रहेछ हामीलाई देखाउनकै लागि भए पनि बाले यस्तो नाटक गर्नुपर्दो रहेछ त्यसैले त मलाई पुरुष मान्छे मनपर्छ पैसा नै रहेछ इष्ट मित्र बिगार्ने घर भन्ने भित्र बिगार्ने मिलेर बसेको त्यो सुन्दर परिवारलाई मिलेर बसेको त्यो सुन्दर परिवारलाई पोती दिने गुरु पनि चित्र बिगार्ने पैसा नै रहेछ इष्ट मित्र बिगार्ने घर भन्ने भित्र बिगार्ने घर भन्ने भित्र बिगार्ने ममता रूपी सिराको उडी निदाउने आमा हो सन्तान भनी जीवन डोरी छिदाउने आमा हो सन्तान भनी जीवन डोरी छिदाउने आमा हो सुतेको बाघको नाकमा औंला घुसारी के गर्छौ जानी आफ्नै चिताको तयारी के गर्छौ सिंह दरबारको आगो अन्तत निभ्यो गौरवपूर्ण इतिहास निलेर निभ्यो मातृभूमिको शिर निहुराएर निभ्यो सगरमाथाको फराकिलो श्वेत छातीमा कालो पोतेर निभ्यो लाउँदाखेरि बाँयप्रति गाडा कसको हुँदैन र बाँधी राख्न पर्छ यो मन छाडा कसको हुँदैन र लाउँदाखेरि बाँयप्रति गाडा कसको हुँदैन र बाँधी राख्न पर्छ यो मन छाडा कसको हुँदैन र बाँधी राख्न पर्छ यो मन छाडा कसको हुँदैन र धेरै पछि घैटामा घाम लाग्यो बिरामी हुँदा कसैले भेटेनन् मरेपछि लाम लाग्यो धेरै पछि घैटामा घाम लाग्यो बिरामी हुँदा कसैले भेटेनन् मरेपछि लाम लाग्यो बोल्न सकुन्जेल कसैले सोधेन इमानका चाहनाहरू वचन बसेपछि सोधेर के काम लाग्यो वचन बसेपछि सोधेर के काम लाग्यो संसारै जिते झै मानिन आमाले छोरो पाएपछि संसारै जिते झै मानिन आमाले छोरो पाएपछि एउटा छोरो हुर्काउनलाई 25 वर्ष लागेपछि संसारै जिते झै मानिन आमाले छोरो पाएपछि एउटा छोरो हुर्काउनलाई 25 वर्ष लागेपछि बिचारी आमालाई के थाहा यस्तो पनि हुन्छ भनेर 25 दिनमै फेरि यो छोरो बिहा गरेर आएपछि 25 दिनमै फेरि यो छोरो बिहा गरेर आएपछि सुशासन समृद्धि र विकासले हेर्न मन छ सुशासन समृद्धि र विकासले हेर्न मन छ जति सक्दो चाँडो यो देशको मुहार फेर्न मन छ सुशासन समृद्धि र विकासले हेर्न मन छ जति सक्दो चाँडो यो देशको मुहार फेर्न मन छ देश बनाउन पठाएकाहरूले आफ्नो घर मात्रै कसरी बनाए यिनीहरूको सम्पत्तिको स्रोत हेर्न मन छ यिनीहरूका सम्पत्तिको स्रोत हेर्न मन छ कसलाई सरापु आफैलाई भैजा भनेको छु तिमी नभयो जिन्दगी जेसुकै भैजा भनेको छु कसलाई सरापु आफैलाई हैजा भनेको छु तिमी नभयो जिन्दगी जेसुकै भैजा भनेको छु एक रात उपहार दिन्छु भनेर बाचा कसैकी थियौ एक रात उपहार दिन्छु भनेर बाचा कसैकी थियौ त्यसपछि त काललाई पनि लैजा भनेको छु त्यसपछि त काललाई पनि लैजा भनेको छु माया गर्छौ तर देखाउन सकेनौ छातीको तातोले सेकाउन सकेनौ माया गर्छौ तर देखाउन सकेनौ छातीको तातोले सेकाउन सकेनौ मुटुमा तिम्रो नाम छ भनेर के गर्नु प्रिय बिहे दर्तामा मेरो नाम लेखाउन सकेनौ बिहा दर्तामा मेरो नाम लेखाउन सकेनौ तिमीलाई सम्झेर रुँदा पनि मजा आउँछ तिमीलाई सम्झेर रुँदा पनि मजा आउँछ देख्न पाए हुन्छ टाढै हुँदा पनि मजा आउँछ तिमीलाई सम्झेर रुँदा पनि मजा आउँछ देख्न पाए हुन्छ टाढै हुँदा पनि मजा आउँछ मेरो नजिकै आएर अङ्गालो मार्न पर्दैन प्रिय मेरो नजिकै आएर अङ्गालो मार्न पर्दैन प्रिय तिमीलाई छोएर आएको बतासले छुँदा पनि मजा आउँछ तिमीलाई छोएर आएको बतासले छुँदा पनि मजा आउँछ वाचन गर्ने कविताको शीर्षक रहेको छ मलाई पुरुष मान्छे मनपर्छ आमा बिमारी परिन् धरती भासियो आमा बिमारी परिन् धरती भासियो उपचारमा सब थोक मासियो धन्न बाको हिम्मत थियो र त्यसमा हामीलाई पनि गाँसियो त्यति बेला बालाई मैले अनुभव गरेँ आफ्नो शिरमाथि खस्न लागेको आकाश एक हातले थमाउँदै थिए अर्को हातले धरतीलाई समाउँदै थिए बाको आँखा सधैँ ओभानो देख्थे लाग्थ्यो कति निर्दयी होलान् बाको मन कस्तो कठोर होला
होइन रहेछ। बाको आँसु त आमाको आँखाबाट झर्दो रहेछ। हामीलाई देखाउनकै लागि भए पनि बाले यस्तो नाटक गर्नुपर्दो रहेछ। त्यसैले त मलाई पुरुष मान्छे मनपर्छ। दाई विदेश गए लाला बाला सहित सहरमा भाउजू न भाउजू कहिले घरमा आइन् न बन्धक गएका खेतबारी फर्केर आए। डाँडा माथिको घाममा कालो ग्रहण लाए। बाले अनायासै सहरमा बसेकी बुहारीले फैलाएको पेटुक जवानीको दुर्गन्ध पाए। तैपनि बा चट्टान बने, परिवारको एउटा सान बने, हाम्रो जीवनको पहिचान बने। आमाको आँसुको भेलमा परेर उछिट्टिएको दाईको देहले खाडीको बगरलाई चिस्याउँदै थियो। अगाडि लागेर एयरपोर्ट छिरेको सपना दाईदेव फर्केर उसैलाई गिजाउँदै थियो। अहिले दाई जसोतसो स्वदेश फर्किएको छ, सपनाको अन्त्येष्टि गरेर। घरमा कसैले आएको छ, डढेको सपना पोको परेर। त्यो खरानीको पोकोले अहिले काम पाएको छ, निधारको खोटी भाग्य छोप्नलाई, भूत प्रेत र पिशाचको छल रोक्नलाई। तैपनि दाई अटल बनेको छ, परिवारको लागि मल बनेको छ, सङ्घर्षको खेलमा सफल बनेको छ। त्यसैले मलाई पुरुष मान्छे मनपर्छ। दाईको जिन्दगी अहिले अदालतको चौघेरामा भौतारिएको छ। परिवारसँगै खोसिएको पसिनाको मूल्य फिर्ता पाऊँ भन्दा उसलाई दोषी पारिएको छ। दाईको पीडा कानुनले जान्दैन, दाईको पीडा कानुनले जान्दैन, उसको पीडालाई त पीडा नै मान्दैन। तैपनि उसले हिम्मत हारेको छैन, कसैको सामु आफ्नो स्वाभिमानलाई तल पारेको छैन। त्यसैले मलाई पुरुष मान्छे मनपर्छ। मैले अन्तिम कविता लेखेको दिन कविता यसरी सुरु हुन्छ। मैले अन्तिम कविता लेखेको दिन त्यो दिन मैले मृत्युसँग सम्झौता गर्नेछु। जीवनका सबै ऋणहरूलाई तिरेर मृत्यु पनि मेरो आडैमा मैलाई पर्खेर बसिरहेको हुनेछ। मैले अन्तिम कविता लेखेको दिन त्यो दिन मैले मृत्युसँग सम्झौता गर्नेछु। जीवनका सबै ऋणहरूलाई तिरेर मृत्यु पनि मेरो आडैमा मैलाई पर्खेर बसिरहेको हुनेछ। कुनै डर लाग्दो तरिकाले नभई बरु मायालु स्वरमा उसले भन्नेछ, अब लेख्न सुरु गर, म पर्खिन्छु तिम्रो त्यो अन्तिम शब्दलाई। अब लेख्न सुरु गर, म पर्खिन्छु तिम्रो त्यो अन्तिम शब्दलाई। चिन्ता नगर, म तिमीलाई होइन तिम्रो त्यो अन्तिम शब्दलाई सँगै लैजान चाहन्छु जहाँ तिम्रो प्राण बसेको छ। चिन्ता नगर, म तिमीलाई होइन तिम्रो त्यो अन्तिम शब्दलाई सँगै लैजान चाहन्छु जहाँ तिम्रो प्राण बसेको छ। मैले अन्तिम कविता लेखेको दिन श्वासका प्रत्येक लहरहरूसँग पुनः सम्झौता गर्दै, मैले अन्तिम कविता लेखेको दिन श्वासका प्रत्येक लहरहरूसँग सम्झौता गर्दै, मैले अन्तिम पटक मेरा प्रिय शब्दहरूलाई स्पर्श दिनेछु अनि त्यो थकित कलमलाई कमजोर हातले समाएर लेख्नेछु। जीवन तिमी साँच्चै नै सुन्दर रहेछौ, तर अब म तिमीलाई एक्लैले थाम्न नसक्ने भएछु। तिमी मेरो प्रत्येक कविताका अक्षर थियौ, अब म अक्षर कोर्न नसक्ने भएछु। अब मलाई यी व्यथित शब्दहरू होइन, मौनता चाहिएको छ, किनकि म बल्ल बुझ्दैछु मौनतामै सबै उत्तर लुकेका हुने रहेछन्। सारा जीवन त आखिर प्रश्न रहेछ, मैले सारा जीवन त आखिर प्रश्नमा बिताएछु। अब म अर्थको यात्रा तय गर्दैछु, जहाँ मैले मेरो जीवनका सबै प्रश्नको उत्तर भेटाउनेछु। मैले अन्तिम कविता लेखेको दिन फेरि मृत्यु पनि मेरो आडैमा बसेर कराइरहनेछ, चिच्याइरहनेछ र भन्नेछ। मृत्यु पनि मेरो आडैमा बसेर कराइरहनेछ, चिच्याइरहनेछ र भन्नेछ, तिम्रो अन्तिम सत्यलाई कागजका पानामा उतार। म पर्खिरहेछु। म तिम्रो जीवनको पूर्ण विराम होइन, विश्राम हुँ। म तिमीलाई डर देखाउन पनि आएको होइन, मुक्ति दिन आएको हुँ। त्यति बेला मेरा आँखा आधा बन्द भइसकेका हुनेछन्, कलमले साथ छोडिसकेका हुनेछन् अनि म सोच्नेछु, सारा संसार त शून्य नभएर बरु शून्यमै सारा संसार रहेछ। शून्य नै सुरुवात
रहेछ त्यही नै जीवन रहेछ, आखिर जीवन त शून्य रहेछ। विदेशबाट भाइ आएको एयरपोर्टमा आउँदा, भाइ स्याङ्जामा घुम्ती घुम्ती बाटो कसले बनायो बा, स्याङ्जामा घुम्ती घुम्ती बाटो कसले बनायो बा, त्यही घुम्तीमा फाटो कसले बनायो बा, स्याङ्जामा घुम्ती घुम्ती बाटो कसले बनायो बा, त्यही घुम्तीमा फाटो कसले बनायो बा। दाइ तेरो एयरपोर्ट के टाइट छ र, दाइ तेरो एयरपोर्ट के टाइट छ र भाइ, हात्ती जत्रो सुन छिराउँछु दाइ भन्छ भाइले, हात्ती जत्रो सुन छिराउँछु दाइ भन्छ भाइले, भाइ बाटो नबाटो कसले बनायो बा, स्याङ्जामा घुम्ती घुम्ती बाटो कसले बनायो बा, त्यही घुम्तीमा फाटो कसले बनायो बा। पैसा नै रहेछ इष्ट मित्र बिगार्ने, पैसा नै रहेछ इष्ट मित्र बिगार्ने, घर भान्ने भित्र भित्र बिगार्ने, पैसा नै रहेछ इष्ट मित्र बिगार्ने, घर भान्ने भित्र अनि भित्र बिगार्ने। मिलेर बसेको त्यो सुन्दर परिवारलाई, मिलेर बसेको त्यो सुन्दर परिवारलाई पोती दिने गुरु पनि चित्र बिगार्ने, पैसा नै रहेछ इष्ट मित्र बिगार्ने, घर भान्ने भित्र अनि भित्र बिगार्ने, घर भान्ने भित्र अनि भित्र बिगार्ने। हातले दियो खुट्टालाई दुःख भनाइ झै, हातले दियो खुट्टालाई दुःख भनाइ अझै, कति प्यारो सम्बन्ध टुटायो पवित्र बिगार्ने, पैसा नै रहेछ इष्ट मित्र बिगार्ने, घर भान्ने भित्र अनि भित्र बिगार्ने। बरु यसै ठिक थियो लेनदेन थिएन माया थियो, बरु यसै ठिक थियो लेनदेन थिएन माया थियो, बरु यसै ठिक थियो लेनदेन थिएन माया थियो। लेनदेन खटपटी शब्द छुरा दिलभित्र बिगार्ने, पैसा नै रहेछ इष्ट मित्र बिगार्ने, घर भान्ने भित्र अनि भित्र बिगार्ने। जब तुलना हुन्छ कमाइको औकात अनुसार, जब तुलना हुन्छ कमाइको औकात अनुसार, जब तुलना हुन्छ कमाइको औकात अनुसार, कस्तो रहेछ पैसा यो विचित्र बिगार्ने, पैसा नै रहेछ इष्ट मित्र बिगार्ने, घर भान्ने भित्र अनि भित्र बिगार्ने, घर भान्ने भित्र अनि भित्र बिगार्ने। हस्त धन्यवाद। बाँकीहरूको पनि अवसर बन्न सकूँ, पैतालामा राखे यदि कसैले सफर बन्न सकूँ, म आफूलाई आफू जस्तो तब सम्झिन्छु, म आफूलाई आफू जस्तो तब सम्झिन्छु जब बालुवामा पनि फुलको बगर बन्न सकूँ। बातै बातमा साहित्यका एक दुई शेर लगाइदिन्थे, बुवा त यसै अध्यक्ष आमालाई पद मेयर लगाइदिन्थे। बातै बातमा साहित्यका एक दुई शेर लगाइदिन्थे, बुवा त यसै अध्यक्ष आमालाई पद मेयर लगाइदिन्थे। तिमी सधैँ हाँसिरहन्छौ भने नि आमा, तिमी सधैँ हाँसिरहन्छौ भने नि आमा, तिम्रै लागि हुने गरी मेरो सबै उमेर लगाइदिन्थे। भुल्नै पर्छ अब मैले दबाब आएको छ, माया प्रेमको मुक्तक। भुल्नै पर्छ अब मैले दबाब आएको छ, दिएको उनीलाई फिर्ता गुलाब आएको छ। भुल्नै पर्छ अब मैले दबाब आएको छ, दिएको उनीलाई फिर्ता गुलाब आएको छ। भ्रष्टाचारीको डाँडै ढाक्ने सदाचारको बादल खोज्दैछु, राष्ट्रियता भरिएको सङ्गीत दिने मादल खोज्दैछु। भ्रष्टाचारको डाँडै ढाक्ने सदाचारको बादल खोज्दैछु, राष्ट्रियता भरिएको सङ्गीत दिने मादल खोज्दैछु। म सत्य हुँ भन्नेले नै देश असाध्यै बिगारे, म सत्य हुँ भन्नेले नै देश असाध्यै बिगारे। नेता होइन अब म देश बनाउने पागल खोज्दैछु। सुतेको बाघको नाकमा औँला घुसारी के गर्छौ, सुतेको बाघको नाकमा औँला घुसारी के गर्छौ, जानी आफ्नै चिताको तयारी के गर्छौ। सुतेको बाघको नाकमा औँला घुसारी के गर्छौ, जानी आफ्नै चिताको तयारी के गर्छौ। प्यारले माग गर्दनै काटेर दिन्छु भन्दा मानेनौ, प्यारले माग गर्दनै काटेर दिन्छु भन्दा मानेनौ। जोरी खोज्यौ आफैलाई सङ्कटमा पारी के गर्छौ। कविताको शीर्षक छ आमा। मेरो कविता यसरी सुरु हुन्छ। सिरको ओडी निदाउने आमा हो, ममता रूपी सिरको ओडी निदाउने आमा हो। सन्तान भनी जीवन डोरी छिदाउने आमा हो, सन्तान भनी जीवन डोरी छिदाउने आमा हो। छातीको चाल सिरको तातो छामने आमा हो,
भनिएको। आकाश छुने गन्तव्यतिर चौतारी चिन्नु छ, आकाश छुने गन्तव्यतिर चौतारी चिन्नु छ, उकालो बाटो सहारा लौरो बनेर हिँड्नु छ, उकालो बाटो सहारा लौरो बनेर हिँड्नु छ, सहारा लौरो बनेर हिँड्नु छ। सिंहदरबारको आगो अन्तत निभ्यो, सिंहदरबारको आगो अन्तत निभ्यो, गौरवपूर्ण इतिहास निलेर निभ्यो। मातृभूमिको शिर निहुराएर निभ्यो, सगरमाथाको फराकिलो श्वेत छातीमा कालो पोतेर निभ्यो। बागमतीको पवित्र जलमा आँसु र रगत मिसाएर निभ्यो, बुद्धको शान्ति सन्देशमा वज्र प्रहार गरेर निभ्यो। राष्ट्रको स्वाभिमान अनि स्वाधीनतालाई दाउमा राखेर निभ्यो, नेपालीको संस्कार र सभ्यतामा भारी प्रश्नहरू छोडेर निभ्यो, राज्यको अस्तित्व खरानी बनाएर निभ्यो। सिंहदरबारको आगो निभ्यो, तर मनहरू दनदनी बलिरहेछन्। अग्नि शिखाको लप्काले तनहरू बोलिरहेछन्। जलन उग्र छ अझै पनि घर घरमा, बस्ती बस्तीहरूमा। कलिला सन्ततिको मृत शरीरमाथि कात्रो ओढाएर आगो झोसेका हातहरू चिताको भुङ्रोबाट अलग भएका छैनन्। सडकमा ढलेका जीवनहरूको तातो रगत सेलाएको छैन अझैसम्म। सिंहदरबारको आगो निभ्यो, परन्तु अहङ्कारको धुवाले आकाश छोपिरहेको छ। अनिश्चयको तुवालोले वातावरण धुमिन्छ, अन्योलताको धुम मडारिएको छ विवेकमा। प्रतिशोधको रापले कानुन जलिरहेको छ। आक्रोशको राको दन्किरहँदा शीतल हुन पाएका छैनन् मुटुहरू। बिछोडको पीडाले पक्रिरहेछन् मातृ छातीहरू। अविरल बगिरहेको अश्रुधाराले पनि निभाउन सकेको छैन आँखाको आगो। भय र सन्तास फैलिएको छ पर पर चितिसम्म। शरद सकिनै लाग्दा समेत चिसिएको छैन प्रकृति। अन्तिमहरू सिंहदरबारको आगो निभ्यो, कसैले निभाउन नखोज्दा पनि निभ्यो। नेपालीको मन जलाएर बलिरहन आगोले पनि मानेन सायद। जब आगो निभ्यो, तातो राख सिंहदरबारको गरिमा लिएर हावामा विलीन भयो। कसैलाई जलेकोमा खेद छ, अरू कसैलाई अझै नजलेकोमा दुःख छ। तर देश भनिरहेछ जलन जहिले पीडादायी हुन्छ। खरानीको थुप्रोलाई विजय ठान्नेहरू अब कुन युगको परिकल्पना गर्दैछन् कुन्नी? नेपाल आमा रोएर भन्दैछिन् अब केही अनि कोही जल्नु नपरोस्। नेपाल आमा रोएर भन्दैछिन् अब केही अनि कोही जल्नु नपरोस्। सतीले सरापेको प्रमाण म पटक पटक दिन सक्दिनँ। सतीले सरापेको प्रमाण म पटक पटक दिन सक्दिनँ। धन्यवाद।